आज चाहिँ म तपाईहरुलाई भेन्टाको तरकारी बनाएर देखाउँदैछु। मैले यहाँ लसुन पिसेर राखिसके, तेल तातिसक्यो। अब म भेन्टाको तरकारी ओइदिन्छु। बनेपछि तपाईहरुलाई देखाउँछु है। मैले आलु र प्याज ओइदिसके। अब यो आलु र प्याज एकछिन फ्राई गरिसकेपछि म भेन्टा ओइदिन्छु। यो आवाज चाहिँ के को आइरहेको छ ब्याकग्राउन्डमा भन्नुहुन्छ भने यो हाम्रो चिम्नीको आवाज आइरहेको छ। अब दाल पाकिसक्यो, खाना पाक्दैछ, तरकारी पाक्छ, अनि टमाटरको अचार बनाउँछु अनि हामी खान्छौँ। यसमा मसला हालिसके, बेसार हालिसके, टमाटर हालिसके। म त यस्तै ड्याङडुङबाट बनाउने हो, एकैछिनमा पाक्छ मेरो। अब यसमा म नुन एड गर्छु। नुन एड गरेँ। अब सबै एड गरिसकेपछि एकैचोटि सानो ग्यास, लसुन पनि हालिसकेँ मैले, सबै एड गरिसकेपछि अब एकैचोटि म सानो ग्यास पारेर छोपिदिन्छु। अब हाम्रो ग्यास सानो हो। अब एकछिनपछि एक दुईचोटि चलाइसकेपछि यो पाक्छ, रेडी हुन्छ। रेडी भएपछि म देखाउँछु। साथीहरू, मेरो तरकारी चाहिँ यस्तो हुँदैछ। यसलाई चलाउँदै छोप्दै पकाउने हो। अब म प्रोफेसनल भ्लगर त होइन साथीहरू, होइन। यसो सिक्दैछु म, सबैले बनाएको देखेर मलाई पनि यसो सिकौँ न केही नयाँ चिज भनेर म आफै भिडियो बनाउँदै एडिट पनि आफै गर्न सिक्दैछु, होइन। त्यही भएर मैले यसो यो मेमोरी पनि हुन्छ, नयाँ कुरा सिकिन्छ भन्ने हिसाबले मैले यो भ्लग बनाउँदै हो। केही भुलचुक भए माफ गरिदिनु होला साथीहरू, झर्को नमानी झ्याउ नमानिकन हेरिदिनु होला। अब मेरो तरकारी चाहिँ रेडी हुँदैछ। यसलाई फेरि छोपिदिन्छु। एकछिन छोप्दै पकाउँदै गर्नुपर्छ अनि मिठो हुन्छ। साथीहरू, मैले बनाएको भेन्टा रेडी भयो। हेर्दाखेरि एकदम मिठो देखिएको छ। आइएम ड्याम स्योर खाँदा पनि यो एकदमै मिठो हुन्छ, किनभने मलाई मैले बनाएको भेन्टाको तरकारी एकदमै मनपर्छ। त्यही हो साथीहरू। टमाटर र तिलको छोपको अचार रेडी भयो। अब म खान्छु। आजलाई यति नै। बाई बाई।